हेलो नमस्ते झोडले साथीहरू। आज चाहिँ म तपाईँहरू सामु अर्को भिडियो लिएर उपस्थित भइसकेको छु र यो भिडियो चाहिँ यो भ्लग चाहिँ मेरो बर्थडे भ्लग हो। म चाहिँ ड्युटीबाट रुम पुग्नु अघि नै मेरो सुपारी व्यापारीले केक लिएर आइदिइसक्नु भएको रहेछ मेरो लागि बर्थडे केक र ह्याप्पी बर्थडे भन्दै मेरो अगाडि लिएर आउँदै मलाई फुगर भन्दै दिनुभएको छ भने म पनि नोरनदेखिको बल लाएर फुगरेर क्यान्डल मारेर आफै ताली बजाएँ। त्यसपछि म केक काटेर सबै साथीहरूलाई दिएँ। त्यसको एकछिनमा मेरो अर्को केक आयो। यो केक चाहिँ मलाई मेरो रुममेटहरूले ल्याइदिनु भएको धेरै धेरै धन्यवाद साथीहरू। उनीहरूले चाहिँ खाडीमा सुँगुर पाइँदैन भनेर मलाई नै बुङ्गुर बनाइदिएका छन्। धेरै धेरै धन्यवाद साथीहरू। त्यसपछि अरूलाई ताली बजाउन पठाएर आफू चाहिँ राक्षस जसरी हाँस्दैछु म। मैले धेरै ताली बजाउन लगाएपछि नारायण दिदीले चाहिँ अरूलाई ताली बजाउन सिकाउँदै हुनुहुन्छ। उहाँहरू सबैजना चाहिँ केक पर्खिँदै हुनुहुन्छ जुन म अहिले नै दिनेवाला छैन। पर्खाएपछि अब चाहिँ म साथीहरूलाई केक दिँदैछु। त्यसको लागि सुपारी व्यापारी आउनुभएको छ। सुपारी व्यापारीले चाहिँ मलाई फेरि रिभेन्ज लिँदै हुनुहुन्छ। अघि मैले केक ढिलो दिएँ भनेर अहिले मलाई जिस्काउँदै हुनुहुन्छ। सुपारी व्यापारी पछि अर्को पालो चाहिँ हाम्रो सबैभन्दा ठुली दिदी नारायण दिदीको आएको छ। नारायण दिदीले चाहिँ मलाई केक खुलाइदिनु भयो। अलिकति दलिदिन्छ है भनेर चारैतिर दलिसक्नु भएपछि मैले पनि फेरि नारायण दिदीलाई केक खुलाइदिएँ। अब चाहिँ शशी दिदीको टर्न। शशी दिदी चाहिँ रेडी पोजिसनमा आइसक्नु भयो है। अनि शशी दिदीले चाहिँ मलाई केक खुलाउनु भयो। त्यसपछि थोरै दलिदिन्छु माया भनेर चारैतिर दलिदिनु भयो है। अनि शशी दिदी केक लिएर जानुभयो। सुपारी व्यापारी चाहिँ पुरा ताली बजाउँदै हुनुहुन्छ मेरो साइडमा बसेर। त्यसपछि सरुणा दिदी आउनुभयो। सरुणा दिदीले पनि केक काट्नुभयो अनि मलाई लाउन कोसिस गर्नुभयो अनरभरि, तर मैले उल्टै लगाइदिएँ। अनि त्यसपछि अबको टर्न चाहिँ सदिक्षाको छ। सदिक्षालाई चाहिँ मैले केक नदलिदिने बाचामा केक खुलाउन बोलाएको, खाना र खुलाउन बोलाएको थिएँ। मैले कोसिस गर्दा पनि म असफल भएँ र सदिक्षा मक्ख परेर गइरहेछ। र अब चाहिँ टर्न रहेको छ सुषमाको। सुषमालाई पनि मैले केक दलिदिन धेरै कोसिस गरेँ तर असफल भएँ। त्यसपछि अर्को टर्न छ हाम्रो साँडेको। साँडेले चाहिँ मलाई केक नदल्दै भन्दै थियो तर पनि मैले दल्न खोजेँ, सकिनँ जति कोसिस गर्दा पनि। अनि त्यसपछि सबले समातेर मैले चाहिँ त्यसलाई केक दल्दिन सफल भएँ। त्यसपछि साँडे चाहिँ रिसले बर्थडे तेरो हो कि मेरो भन्दै केक दल्न आयो। मैले चाहिँ लुदल भनेर दिएँ अनि धन्यवाद भनिदिएँ साँडेलाई। त्यसपछि त्यसले मलाई केक खुलायो। अनि त्यसपछि लगभग हाम्रो केक खुलाउने कार्यक्रम चाहिँ यहीँ समाप्त भयो। त्यसपछि मेरो सुपारी व्यापारीले चाहिँ मेरो अर्को अधुरो कामलाई पुरा गर्दै हुनुहुन्छ।
अनि हाम्रो नाच त्यसपछि नारायण दिदी र म चाहिँ मक्ख पर्दै नाच्दैछौँ। कति मजाको नाचेको के हेर्नु न कहाँ त्यहाँ कसरी हेर्नु मैले फिल्म बनाउँदैछु कति राम्रो नाच्न जानेको खाना खाएँ। यो प्रदेशको ठाउँमा पनि एक्लोपनको महसुस हुन नदिने सम्पूर्ण मेरो साथीहरूलाई धेरै धेरै धन्यवाद। यो मेरो जन्मदिनलाई अझै विशेष गराइदिनु भएकोमा, साथै मेरो भिडियो अन्तिमसम्म हेरिदिनु हुने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। धेरै माया। फेरि अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई।